ल अब हाम्रो चाहिँ जेठान देउरानीको लामोपछि भेटमा चाहिँ अब हाम्रो डिनर सुरु हुँदैछ है त खाना आज श्राद्धको दिन त अलिकति घिउ खानुपर्छ नि खुसबु जति बास्ना आयो त्यति त्यति खुसी ल यो धेरै लामो समयपछि जेठान देउरानीको आज भेट भएको छ घिउ हालेको श्राद्धमा है त ल लिएन होला तिमीले लिएछ घिउ हाले तब ल खाए ल भयो ल है बाबु हामी चाहिँ अब एकछिन घुम्न गएको है त घुम्ती बजार त्यो तरकारी राम्रो कस्तो लाग्छ त आफैले बनाएको सब्जी आफै बनाउने आफै खाने है आफै बनाउने आफै खाने देउरानीले बनाएको त खाऊँ ल भनेको त जेठानी आएर पकाउनु पर्ने देउरानी सिक्दैछु यस्तो छ अहिलेको जमाना सिक्दैछु गाइजहरू म पनि बनाउनु देउरानीले पकाएर खुवाउने भने त जेठानीले पकाएर खुवाउनु पर्ने अहिलेको छोरी बुहारीहरू जान्दैन नि त सुरुमा जेठानीले सिकाउने अनि सासूले सिकाउने अनि प्रफिट भयो अनि म लास्टमा पकाएर खुवाउँछु ल यहाँ हेर्नु आज हाम्रो चना छ फर्सीको तरकारी छ यो चाहिँ अदुवा र मटरको अचार छ गदेको अचार छ मुला पहाडे मुला र आलुको अचार छ यो भात भइहाल्यो यो मटर पनिरको झोल खिर दही दाल पानी आज यस्तो मिठो भन मेरो जेठानले पकाएको एकदमै मिठो पर्फेक्ट छ है त साथीहरू